साथीसँग त म बिदावारी दिइसकेको छु है। अब किनकि म लागेको म त अहिले हजुर रङ्गुल हेलो प्रहित दा ऊ प्रहित दा त यहाँ छ हाम्रो सिनियर बोय है सबैजनालाई गुड मर्निङ है। र अहिले भन्दाखेरि चाहिँ म चाहिँ उठिसकेको छु है। र अहिले चाहिँ चिया पिउँदैछु अनि अब चाहिँ म चाहिँ हिँड्न आँटेको खरसाङ ड्युटी है। र अहिले गाइस म तपाईँलाई देखाउँदै जानेछु त है खरसाङको भ्युजहरू अनि जाँदै गरेको भ्युजहरू। साथीसँग त म बिदावारी दिइसकेको छु है। अब किनकि म लागेको नि त है साथी चाहिँ सुतिरहेको थियो डिस्टर्ब नगरौँ भनेको उठिगयो है। र अहिले म हिँड्न आँटेको छु र म तपाईँलाई बाइकमा पुगेर देखाउनेछु त है। र त गाइस है म त अहिले फिलहाल जाँदैछु है। बाइक त माथि राखिरहेको छ है मैले। अनि अब बिहानीको जाडो है त्यस्तै छ शीतहरू पुरा लागिरहेको छ है। बाइकमा पनि पुरा शीत होला हो। फेरि आज सिलगढी जानुपर्ने रहेछ हो। यस्तै छ बाइक चाहिँ हल्का शीत लागिरहेको छ है। ला तेल पो पुग्छ पुग्दैन ल है त गाइस म तपाईँलाई हिँड्ने बेलामा देखाउँछु। म त अहिले फिलहाल है मेरो बाइक हुन त स्टार्ट हुनु साह्रो पऱ्यो है। किनकि शीतले गर्दाखेरि चिसोले गर्दाखेरि चाहिँ बाइक ठिक्कै बसेछ हो। अनि बाटो चाहिँ यस्तै छ अहिले है। र जाडो पनि अचम्मै जाडो छ। अब यो त यहाँ त झन् के होइन यहाँ त गर्मी अब गरमै छ ठिकैको होइन। ल है रङ्गुल पुग्नु फेरि रङ्गुलदेखि खरसाङ पुग्नु त्यस्तै कति जस्तो लाग्छ होला 26 मिनटै लाग्छ भनौँ है। 1 घन्टा लगाइदिउँ न लु होइन 1 घन्टा बाद चाहिँ पुग्छु म है। त्यही छ यहाँको बाटो चाहिँ है। यो उकालो चाहिँ 30 छ राम्रै बाटो छ। यहाँ यो उकालो चाहिँ प्रायः राम्रै छ बाटो हो नराम्रो चाहिँ छैन। तेल पनि हेर्नुहोस् तेल पनि सहा छ बाइकमा तेलै छैन हो। अनि तेल पनि हाल्नु पर्ला माथि कहीँ पायो भने नत्र त अब खै हुन्छ। अहिले चाहिँ तेल पनि हालिसक्यो है 2 घाट भयो है। ज्यादा हालिने 110 रुपियाँ रहेछ 110 को हाल्यो। अनि अब माथि पेट्रोल पनि निस्केर हाल्छु हो। अनि टाइम पनि ठुलो भइसक्यो ल हो यस्तै छ। यो चाहिँ भनौँ अब पहिलाको बाटो के हो बाटो चाहिँ राम्रै छ हो। बाटो त ओके छ नाला छैन हो। यो उकालो त अब तपाईँहरूको हजुर रङ्गुल हुन्छ। रङ्गुलसम्म जानुभएको ए सोनार जानुभएको हेलमेट भए त सोनार त सानो हुन्थ्यो कि हेलमेट छैन फेरि हजुर जाडो हुन्छ हजुर। मलाई यो ग्लोभ्स लगाएको छ त ग्लोभ्सले त थाम्दैन हजुर।
काम गर्न जान्थेँ कि अहिले त म त निकै भने यतै गर्दैछु नि खरसाङमा म अहिले त्यो गाडीमा मिठाईहरू उयो दोकानतिर हजुर सप्लाई गर्छु हजुर खरसाङमै बस्छु त हजुर हिजो झरे अस्ति झरे के हो हिजो फुटबल थियो चाहिँ आज फर्केको अहिले फेरि कता कता हिउँ पर्दै होला त त्यही भएर चाहिँ जाडो यहाँनिर अहिले धेरै राम्रो जग्गा बनाइसकेको छ है बिल्डिङहरूले हजुर भ्यू पोइन्टहरू छ क्या टुरिस्टहरू आउँछ नि यस्तोमा त फेरि हजुर 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 धेरै राम्रो जग्गा पाएको छ नि रङ्गुल पुगिसकेको छु है अङ्कललाई पनि राखिसकेको छु है हुन्छ अङ्कल चाहिँ यहाँसम्म आउनुभएको रहेछ नि त है अब उता जानु भने पनि मेरोमा चाहिँ हेलमेट थिएन है हेलमेट प्लस अब अङ्कलले चाहिँ अबै जाँदिनँ म छिराउँछ हात भन्नु त है अनि उकालो जाँदाखेरि त्यही हो अब गोलाइहरू अब कस्तो गाह्रो छ नि त त्यही भएर चाहिँ मैले भिडियो पनि बनाइनँ सिधै एकैचोटि यहाँ रङ्गुल आएर बनाएको है र नानाहरूले पनि कल गरिरहनु थियो यहाँतिर त घाम बसेको छ अब त कति पनि लाग्दैन यो त मेन हो नि त हो राम्रै छ बाटो तर यस्तोमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ शीत हो नि यो जुन चाहिँ यो भिजेको छ अब है त्यसमा चाहिँ पुरा लड्छ क्या अन्त त्यसमा चाहिँ डर हुन्छ अरू त के भन्नु हो अन्त मजा आयो अङ्कलसँग पनि बात मार्दै आएँ मजै आयो हेलमेट भए मान्थ्यो र पनि अङ्कलले जानु मान्दैन थियो त्यस्तै छ अहिले हो तर मेरो त अब हात चाहिँ अब यस्तो ढिलाइसकेको छ कि अब चिसो हुन्छ नि अब ओजनमा रहेको जस्तो भइरहेको छ आइसमा रहेको छ त्यस्तो जाडो भइरहेको छ कि र म तपाईँहरूलाई अब बिचमा भिडियो उयो गर्छु बनाउँछु किनकि बोलिरहनु पनि त्यति साह्रो पारा आउँदैन नि त है अहिले गाइस म तपाईँहरूलाई बिचमा देखाउनु है नभए गाइस है म त अहिले फिलहाल म त माथि जान्छु है गाडी सिकाएर छ जाडो तर जाडो क्या लाखो जाडो भइदिरहेको मलाई चाहिँ होइन सिकाउनु पनि अब हात फिराएर अब क्या कसैलाई त स्किन ब्यालेन्स चाहिँ नमिलाएको जस्तो भएर नमिलेको जस्तो भइरहेको हो त्यही सिकाउनै पर्छ हो म चाहिँ अब चेस्ट
मजाबाट भएर मेरो हातै भिडाएको छ हो। मैले त्यही ग्लोभ्स पनि लगाइरहेको छु है। र पनि अब यो त्यति साह्रो खास चाहिँ छैन नि त, यो त्यति साह्रो तातो देखिँदैन त्यही भएर ममा त भनिहाल्छु है। बाटो सिकाउनु चाहिँ मजा नै आउँछ कि, तर अब जाडोले गर्दाखेरि चाहिँ है गरम भए अब हेभी मजा आउँछ क्या सिकाउनुलाई। म अहिले फिलहाल पेट्रोल पम्पमा किनकि है पेट्रोल पम्पमा एकछिन रोक्छु, तेल हाल्छु अलिकति, किनकि पम्प हाल्नु पर्छ नि त, ज्यादा खुल्ला नै हाल्नु पर्छ बाइकमा अलिकति हात खोलिहाल्छु क्या। है म त अलिकति पेट्रोल हालिहाल्छु, त्यहाँदेखि चाहिँ म तपाईँलाई देखाउनेछु है। भाइ त गाइस है मैले पनि तेल पनि हालिसकेको छु, ज्यादा भाइ गाइस है मैले त फिलहाल तेल हालिसकेको छु अनि जाँदैछु अलि 300 मात्रै थियो है, 300 त हालेँ, अघि तल 100 हाल्यो नि त, त्यही भएर यो चाहिँ हाम्रो टमाटरको छ है, राम्रो छ है। मलाई त साथीले भन्दै थियो आइकन भन्दै थियो, यस्तो भयो भन्नाले सक्दा उयो होइन किन सक्दा अगाडि पुरा हुँदैछ। अगाडि हावा हेरिदिनु त छ होला है, छ हेर्नु त छ होला हौ है, अगाडि हावा छ होला, होस् ल। त्यसो भने मेरो फेरि अनलाइन पेमेन्ट गर्नु पर्छ छैन, हालिदिनु त अनलाइन हुन्छ। त गाइस म त अलिकति यहाँनिर हावा लिएल्छु, किनकि पुरा बत्त यस्तो हुन्छ नि त, हावा छैन रहेछ हो, त्यही भएर म तपाईँलाई देखाउँछु अझै बिचबाट है। त गाइस है मैले पनि हावा पनि हालिदिएको छु, किनकि हावा छैन जस्तो लाग्दैछ नि त, हावा पनि हालिसकेको छु। हावा त ढुक्कै, किनकि मलाई त पुरा बत्ते जस्तो भयो बाइक है, त्यही भएर यदि 10 रुपियाँ त लाग्छ त्यतिले गर्दाखेरि भरे केही भइपठायो भने हो त्यस्तो हुन्छ। मेरो हालिहालेको राम्रो, किनकि मेरो त अगाडिको चक्का चाहिँ सकिउठ्छ नि त, अब फिलहाल अब त्यही हो पैसा नभएर चाहिँ हालेको छुइनँ, हाल्नुपर्छ किनकि यसले नै मलाई कति धेरै सहायता गर्छ होइन, गाडी जानु पनि हुँदैन नि त, आफ्नो बाइक छ होइन, किनकि यसलाई हल्का त बनाउनै पऱ्यो अलिअलि त हो। यो चाहिँ सबै तपाईँको सोनादा प्लेट है, सोनादा भन्छ। हाम्रो चाहिँ सानैदेखि
घुमेको बदर अब यही हो है, किनकि सोनादा जहिले पनि है सोनादा आउनुको लागि त अब हामी पहिला त गाउँठाउँबाट चाहिँ रुँदै उयो गर्थ्यौँ क्या, दादा आमाहरू जान्थ्यो बजार अब रुन्थ्यौँ क्या हामी, त्यस्तो हुन्छ हो। अनि जुन चाहिँ यो ओह्रालो छ नि तपाईँको, यो ओह्रालो चाहिँ हाम्रो गाउँ जान्छ है, यो ओह्रालो यताबाट चाहिँ अब तपाईँको पहुँच्छौँ है। अनि यहाँनिर छ रेलवे स्टेसन है, रेलवे स्टेसन यहीँ छ सोनादाको है। यो रेलवे स्टेसन 1893 बनिसकेको छ है। जाँदैछु यहाँतिरको त प्रायः जग्गा हामीलाई थाहा छ नि त है। यो ओह्रालो चाहिँ टिभी रोड भन्छ है, यो ओह्रालो चाहिँ टिभी रोड जान्छ। तपाईँसँग त घाम त आइसकेको रहेछ, के छ र पनि जाडो है। है त गाइस, म तपाईँहरूलाई देखाउँदै जान्छु है अब आधी बिचमा, किनकि ज्यादा भिडियो बनाउनु पनि अब पारै आउँदैन, के बोलिरहनु हुन्छ लापा जस्तो हो। म तपाईँहरूले सिधै एकैचोटि अब बिचमा देखाउनेछु त है गाइस। र है त गाइस है, अहिले त म कहाँ पुगेँ भने चाहिँ सल्युसन भनेको है त्यहाँनिर पुग्नु आँट्यो है, पुग्नु आँट्यो भने अब पुगिसकेकै छु, ठिकै छ है। जाडोले गर्दा त कुदाउनै सकेको छुइनँ, यो तपाईँको कलेज है राम्रो छ है। अनि तपाईँको गोराबारी पनि भन्छ त है, गोराबारी चाहिँ गाउँको तल छ। अनि त्यो ओह्रालो तपाईँको बाटो चाहिँ अब रिङटङ निर्वालासनहरू जाने त्यही बाटो है, त्यो गोराबारी बाटो छ। ए यो पो त है, यो ओह्रालो छ रिङटङहरू है। घामहरू आउँदाखेरि चाहिँ कस्तो अब त्यो शान्ति हुन्छ क्या, अलिकति घाम तातो भएको जस्तो हुन्छ। अब 8 माइलको झन् अब के भन्नु, 8 माइल त चिसो नै हो हो, तर गाडी चाहिँ मजा छ हो। है म त अहिले चाहिँ यहाँनिर बसिरहेको छु है, म त यहाँनिर अस्ति फोटो पनि क्लिक गरेको थिएँ नि, यहाँनिर त एकछिन बसिरहेको छु है, बाइकलाई पनि हल्का रेस। अनि यहाँको भ्यूहरू त यस्तै छ है, यहाँ तपाईँहरूले देख्नु सक्नुहुँदै थियो म यहाँनिर है, यो चाहिँ यहाँनिर आइपुगेको छु, तपाईँले देखिरहनु भएको होला यो है, यो जग्गा। मेरो बाइक त यहीँनिर छ। ल है त गाइस, म तपाईँहरूलाई अब हिँड्ने बेलामा देखाउने छु है, अब हिँड्नु पनि आँटेको, अब सिधै देखाउने छु है हिँड्नु आँट्दाखेरि। त्यो गाइस है, म त अब चाहिँ हिँडिसकेको छु है। अब चाहिँ तपाईँको सिलगढी लाइनबाट चाहिँ गाडीहरू पुरा आउँछ के, टुरिस्टहरू भयो होइन। अनि अब कहाँ कहाँ अब परदेशतिर जाने हुन्छ नि त, जब चाहिँ अब ट्रेनहरू, फ्लाइटहरू है, फ्लाइटहरू हुन्छ। अनि उनीहरू चाहिँ अब वर्षैपिछा बिहान आउने बाटो छ नि त, यही बाटो हो सिलगढी जाने पनि है। अनि अब चाहिँ सिलगढीको गाडी चाहिँ यत्रो भिडिरहेको आज जाडोले गर्दा चाहिँ त्यति साह्रो बनाउनु नै सकेको थिएन, तर अब के बनाउनु सकेको छैन भन्नु, भाडा पनि त्यति साह्रो आउँदैन है। तर गाइस म तपाईँहरूलाई अब एकैचोटि देखाउने छु है, बक्सिङ पुगेर है। अहिले त म चाहिँ फिलहाल अब एमपी भइसकेको है, यो तपाईँको है। अनि आँटिसकेको छु म त अब परबाट चाहिँ यस्तो ओह्रालो भन्छु हो, किनकि डेढसो गएर लामो पर्छ मलाई, किनकि घुम्नु पऱ्यो मनले हो पर त हो बाइकको के छ हो, बाइकको सर्भिस भएछ हौ। हो है, यो तल
होला त तपाईँको मन्टिभेट ग्राउन्ड छ है, यो ओभरअल जान्छ मन्टिभेट ग्राउन्डहरू तपाईँको है। म त अब मेरो रुम पनि आइपुग्न आँटेँ। अब यस्तै छ, ओह्रालो छ फेरि हो। हाम्रो मेरो एनएच कतै छिट्टो ब्रेक हराउँछ, तेल पनि कति भयो 3-4 घन्टा भएछ हो। अब पैसा हुँदाखेरि हाल्नु पऱ्यो नि, अहिले चाहिँ थिएन। यति थियो 300 रुपियाँ थियो भनौँ, अघि मैले 110 को तलनिर हालेँ पेट्रोल पम्पमा 300 रुपियाँ हालेँ, किनकि पैसै थिएन। ठिकै छ होइन, अब काहीँ त जानु पर्दैन। अब सिलगढी गयो भने गाडीमा, अनि बाइक त कुदाउनु पाउँदैन, अनि भोलि पनि ड्युटीमै हो। अब सिधै एकैचोटि मैले अब बिचमा कुदाउनु पाउँछु होला, त्यही हो, ज्यादा त कुदाउनु पाउँदिनँ। अब टेम्पोमा सिधै भ्लगहरू कहिले ल्याउँछु भने अब यो त सेटरडे सन्डे चाहिँ हुन्छ होला भ्लग है, किनकि अब ड्युटीमै हो। अनि त्यही भएर ड्युटीमै हो। अब भिडियो बनाउनु पनि पाउँदैन भनौँ, अब गाडीमा त म पाउँछु हो, गाडीको भ्लग लिएर म आउनु सक्छु, तर पनि अब काममा हुन्छु, यति साह्रो अब फोकस हुँदैन नि त, काममा फोकस हुँदैन। फेरि त्यहाँ गएर यस्तो भ्लगहरू बनाउनु थाल्यो नि हो। अब बाइकतिर त त्यो हल्का अब फोकस हुन्छ नि त, बाइकमा त आफ्नो एक्लै हो हो, यही छ हो। अब 1 मिनट साथीहरू पनि होला सबैजना अहिले काम गर्छ। अब चाहिँ यही हो, यो खुल्ला भयो फेरि बजार, यही हो। यता हल्का भ्लग बनाउँदै आइदिएको, कस्तो चल्दैछ नि प्रहित दा प्रहित दा त यहाँ छ, हाम्रो सिनियर बोय है। अब हाम्रो गाडी है यो चाहिँ ल, मायाले बाइक पुऱ्याइकन बस्न, आइज न बाइक पुऱ्याइकन, आइज न बाइक पुऱ्याइकन। त्यही त अन्त तपाईँ जान्छु भने नि त फेरि हो, तर अड्थेन पनि नि त, मेरो हेर्नु त यस्तो भयो। उयोहरू ल्याइदिएको छु नि त, उयोहरू के हो, जराहरू, इस्कुसको जराहरू ल्याइदिएको छु कि, रङहरू ल्याइदिएको छु कि ल। अहिले त गाइस है, म त अहिले फिलहाल पुगिसकेको छु है, बाइक राख्छु यहाँ पर। यताको भाउजू ओह्रालोको बाटो त यस्तै छ। मेरो ग्यारेज ठाउँमा ब्याक कस्तो स्लिप हुन्छ पुरा है, यस्तै छ, केही छैन। राखिराख्नु पऱ्यो है। ल है त गाइस, म चाहिँ पुगिसकेको छु है फाइनली। अब ड्युटी जान्छु है। मेरो भिडियो हेरिदिने तपाईँलाई म उयो गर्दैछु है, र के कस्तो भयो कमेन्ट गरिदिनुहोस् है। मेरो भिडियो, मेरो बाइक त यहीँ राखिराख्छु अहिले, यहाँनिर प्रयोगको बाइक छ है। ल है त गाइस।